आज मिति 2083 साल वैशाख 16 गतेका दिन लघु उद्यमी कृषि सहकारी संस्थाको तर्फबाट यो हामीले किला काँटी निकाल्ने चेक जाँच गर्ने कार्यक्रम अस्ति सकेका छौँ। अब त्यो किला काँटी निकाल्ने क्रममा आज चुलाचुली 6 इलामको माया घिम्रेको घरमा गाईको मुखबाट हामी किला काँटी तान्दैछौँ। अब के आउँछ यहाँहरूलाई हामी जस्ताको तस्तो भिडियो मार्फत जानकारी गराउनेछौँ। यहाँ डाक्टर साहबले तान्दै हुनुहुन्छ मुखबाट। अब यहाँ त्यो मुखारी खोलिदिनु त, मुख खोलिदिनु त, मुखारी खोलिदिनु सर। अब पर्दैन आउनु यहाँ हेर्नु ल। अब हामीले आउनु आमा पनि हेर्नु ल, हेर्नु हेर्नु यहाँ हामीले यहाँ निकालिसकेका छौँ। अब यहाँ पखालेर धोइ पखाली गरेर के रहेछ यहाँ तपाईँहरूलाई जस्ताको तस्तो हामी जानकारी गराउनेछौँ है। ल हेर्नु त यो 3 इन्च काँटी, 2.5 इन्च 3 इन्च कतिको काँटी, अरू मसिना पिन काँटीहरू हात थाप्नु ल। अलिक फरक पार्नु यहाँ देखाउन भिडियोमा एउटा हेर्नु है, दुईवटा, तीनवटा, चारवटा, पाँचवटा। मसिना तिना त निकै रहेछन्। ठुला ठुला काँटीहरू चाहिँ चारवटा कतिलाई परेका रहेछन्, अरू मसिना झुराझुरी गरेर रहेछन्। ल हामीले सफल भयौँ भन्नुपर्छ। यतिको माया घिम्रेको गाईको पेटबाट निकालेका यहाँ हेर्नु अब यहाँभन्दा अरू कुरा केही भएछ भने यहाँलाई जानकारी गराउनेछौँ। गाई चाहिँ यिनै हुन् है, गाई चाहिँ यिनै हुन्। ल धन्यवाद।